हेलो एभ्रिवान, आज चाहिँ हाम्रो घरमा चाहिँ के बन्दैछ हेर्नुहोस् है। यहाँ प्याज काट्दैछु भनेपछि हामी चाहिँ के बनाउँदैछु आज? मोमो। आज हो मदर्स डे स्पेसल है, माता पिता स्पेसल। हामी चाहिँ मोमो बनाएर खान आँटेको हो। चाडपर्वको यसो मौकामा फाइदा उठाउनुपर्छ। मोमो चाहिँ डेली त खाइँदैन है, डेली खानु भ्याइँदैन पनि। अनि यस्तै के हुँदा मात्रै सम्झिन्छु मोमो खानु चाहिँ। के चाडपर्व बर्थडे सड्डे भएर चाहिँ मोमो खानु सम्झिहाल्छु हामी चाहिँ हो। आज चाहिँ मोमो खानुलाई हामी रेडी हुँदैछु है त। अब चाहिँ प्याज छिरिसक्यो हो। प्याज छिरिसकेर चाहिँ साथीहरू यति प्याज गरेको छु। आज हामी निकै मोमो बनाउँदैछौँ। निकै भन्दैन, घरमा परिवार बेसी छौँ हो। यहाँ मासु रेडी छ अनि यस्तो धोएर एकछिन राखेको छु। अब यहाँ चाहिँ कराईमा अलिकति तेल हालेर पहिला चाहिँ हामी चाहिँ यस्तो प्रकारले बनाउँछौँ। कराईमा किमालाई चाहिँ पहिला हल्का भुट्छौँ। काँचो नबनाओस् भनेर काँचो गर्दिनँ। हामी चाहिँ काँचो गऱ्यो भने चाहिँ बनाएको जस्तो लाग्छ र चाहिँ यस्तो गर्छ। यसलाई एकछिन हल्का भुटिसक्छ। कम्ती तेल हालेर भुटेको बादमा यसमा तेल हाल्नुपर्छ। यसरी पाकै जस्तो हुन्छ। अब चाहिँ यो प्याजलाई म काट्दैछु। यसरी प्याज चाहिँ मसिनो काट्नुपर्ने हुन्छ। भने चाहिँ म मैदा मुस्दैछु है। आधी मुसिसकेर मात्रै भिडियो बनाउन सम्झेछु हो। मुस्दैछु। मम्मीले प्याज काटिदिनु हुँदैछ। अब एक दुईवटा मैले काटेँ अनि मम्मीले काट्नु हुँदैछ प्याज चाहिँ हो। अब आमा छोरी बनेर मिलेर आज मोमो बनाउने हो। यहाँ चाहिँ मैले मैदा मुसिसकेँ हो। अब चाहिँ मम्मीले प्याज काटिसक्नुभयो। अब चाहिँ यसको किमा बनाउने हो। किमाको लागि यहाँ मासु अलिकति हल्का फ्राई रेडी भइसकेको छ। अब यसलाई मोल्छु। अब चाहिँ यो अदुवालाई छिल्छु म। अब चाहिँ यो अदुवालाई यहाँ कोरेसो गरेर ग्यासमै हाल्नु लागेको यो प्याजको भाँडामै है। अनि कोरेसो गर्दैछु मैले। कोरेसो सानो कोरेसोमा डाइरेक्ट उयसमा प्याजमै गर्दैछु। किनभने मासु नै फ्राई रेडी छ। हल्का भुनेको छु है मासुलाई, काँचो स्मेल नआओस् नबनाओस् भनेर चाहिँ। अनि चाहिँ अब चाहिँ म किमा मोल्छु। हेर्दै गर्नु होला। अब चाहिँ मैले यो कोरेसो गरिसकेँ। अब यसमा मिक्स गर्छु मासु। अब चाहिँ म यो मासु अघि रेडी गरेको अब चाहिँ यसमा म हाल्छु। यसो गर्दै यसलाई चाहिँ मजाले मोल्नुपर्छ हो। यसमा चाहिँ कम्ती तेल हालेको छु। अहिले फेरि अलिक माथिबाट तेल हाल्नुपर्छ। म सबै हालेर मोल्छु। अब चाहिँ म यसमा यो हुचिङ हाल्छु है। हुचिङ बिना चाहिँ मिठो हुँदैन, त्यही भएर हाल्दैछु अजिनामोटो। यो हालेर भने फेरि मिठो हुँदैन। हुचिङ नखानु भने चाहिँ अजिनामोटो है, त्यसले अजिनामोटो हुनुहुन्छ है। अनि हुचिङ नहाल्नु भन्छ। तर हुचिङ बिना चाहिँ यो मोमो चाहिँ टेस्टी पनि हुँदैन है साथीहरू। जो बिमारीहरू हुनुहुन्छ उहाँहरूले अभोइड गर्नु सक्नुहुन्छ हो। बिमारीहरू हुनुहुन्न भने चाहिँ तपाईँहरूले अब कोही बेला खाँदा त भयो नि त। यो हाल्यो भने चाहिँ टेस्टी चाहिँ हुन्छ है। त्यही भएर चाहिँ हामी हाल्छु, अलिकति हाल्छु, कम्ती हाल्छु, बेसी हाल्दिनौँ है। अब चाहिँ यसमा अलिकति तेल हालेर रिफाइन तेल हालेर मजाले मोल्छु। रिफाइन तेल यहाँ रेडी छ। अघि चाहिँ अलिकति मात्रै हालेको छु कि, त्यही भएर अब चाहिँ म रिफाइन तेल लगाएँ। अब चाहिँ यसमा म नुन हाल्छु है। नुन लगाउँछु, स्वाद अनुसार हाल्छु नुन। यसमा म
स्वादअनुसार नुन लगाइसकेपछि चाहिँ यसलाई चाहिँ मजाले यसरी मुस्नुपर्छ, किनभने कतिवटा मासुहरू अघि यहाँ अलिकति हल्का भुट्दाखेरि चाहिँ डल्ला डल्ला परेको छ। त्यसले गर्दाखेरि मजाले डल्ला फुटाउँदै चाहिँ मजाले म्यास गर्नुपर्छ। सबै कुरो मिक्स हुनु पऱ्यो नि त, अदुवाको टेस्ट आउनु पऱ्यो, अजिनामोटोको पनि टेस्ट आउनु पऱ्यो, नुनको पनि स्वाद आउनु पऱ्यो है। गर्दाखेरि तपाईँहरू चाहिँ कसरी बनाउनुहुन्छ? हामी त्यसरी बनाउँछ, प्रायः यसरी नै बनाउनुहुन्छ है, हाम्रो यतातिर त यसरी बनाउँछ। पहिला हामी चाहिँ महाराष्ट्रमा मैले मेरो हस्बेन्डसँग जब ड्युटीमा म गएको थिएँ है, क्वार्टरमा जाँदाखेरि चाहिँ कुकिङ क्लास गर्थेँ मैले, त्यहाँ चाहिँ हामीलाई अनि पुरा मसलाहरू हालेर सिकाउनु हुन्थ्यो है। हुन त उँधो उँधो त्यसरी बनाउँछ पनि, त्यसरी बनाएको पनि मिठो नै हुँदो रहेछ, नमिठो हुँदैन भन्दिनँ है। त्यसरी पनि अलग्गै टेस्ट आउँदो रहेछ, खोर्सानीहरू धनियाँ पत्ताहरू हालेर हो, चिकन मसलाहरू हालेर सबै त्यसरी बनाउँदो रहेछ कि हामीलाई त्यसरी मसलासरी बनाउनु सिकाउनु भएको थियो होइन। अनि एक दिन चाहिँ मलाई भन्नुभयो त उताको तरिकाले बना ल भन्नु, त्यो दार्जिलिङको तरिकाले बना भन्नुभएको थियो। मैले यसरी बनाएर खुवाएको थिएँ कि एकदम टेस्टी भयो भन्नुहुँदै थियो, तारिफ गर्नुहुँदै थियो पुरा। त्यस्तो हुन्छ है, उताको पनि मिठै हुँदो रहेछ, नमिठो हुँदैन भने, तर यस्तो हो हामीलाई जस्तो यहाँको टेस्ट जस्तो चाहिँ आएन, त्यति मात्र हो। हाम्रो यताको मोमो चाहिँ अलग्गै टेस्टी मिठो हुन्छ है। यसरी किमा बनाउँदा खाउँ खाउँ लाग्छ है। मोमो चाहिँ मेहनत धेरै छ, बनाउनु टाइम लाग्छ धेरै है, खानु चाहिँ एकैछिन भइहाल्छ होइन साथीहरू। अब चाहिँ म मजाले मोलिसकेँ हो, अब चाहिँ मेरो यो किमा रेडी भयो। तपाईँहरूलाई देखाउँछु ल, खाइदिनुहोस् ल। ल अब किमा चाहिँ यतिको रेडी भयो साथीहरू, हेर्नुहोस् क्या दामी भयो किमा है। अब चाहिँ हामी मोमो बनाउन सुरु गर्छौँ आमा छोरी। अब चाहिँ यहाँ मोमो बनिनु स्टार्ट पनि भयो, यहाँ मम्मीले बनाउनु हुँदैछ यहाँ किमा हो। अनि यहाँ बेलेर यहाँ बनाउनु हुँदैछ, यहाँ मम्मीले बनाउनु हुँदैछ। अब म चाहिँ अचार रेडी गर्नु पऱ्यो। अचारको लागि चाहिँ यहाँ यस भाँडामा यो चाहिँ सुपको लागि जो हड्डीहरू हामीले किमा गरेको हड्डीहरू हुन्छ त्यो चाहिँ यहाँ हालेको छु है। त्यसलाई अलिकति हल्का फ्राई गरेर अनि यहाँ 4टा टमाटर उमालेको थिएँ। अब यो टमाटर पाकेछ, अब ग्यास निभाउँछु, एकछिन पानी पनि उम्ल्यो हो। अब चाहिँ टमाटर निकाल्छु। अब चाहिँ म यहाँ अचार बनाउनु आँटेको छु। यसमा मैले मिक्सीमा पिन्नु आँटेको छु। यहाँ टमाटर छिलेर रेडी गरेको छु। अनि यहाँ धनियाँ पत्ता, धनियाँ पत्ता र टमाटरलाई म एकैचोटि लगाइदिन्छु। त्यसपछि यहाँ खोर्सानी हेर्नु चाहिँ वाउ, डल्ले खोर्सानी, म डल्ले खोर्सानी र यो दुईवटा गरेर टोटल 13वटा खोर्सानी हालेको छु साथीहरू, किनभने 4टा टमाटर हो, त्यसमा बदाम पनि हालेको छु। अनि यहाँ लसुन पनि हाल्दैछु। यहाँ बदाम भुटेको छु। बदामले गर्दाखेरि चाहिँ पिरो काट्छ, त्यही भएर चाहिँ मैले बदाम पनि हालेको, खोर्सानी बेसी हालेको। अनि त्यसपछि चाहिँ नमक, स्वादअनुसार नमक। अब चाहिँ अलिकति पानी राखेर यसलाई मेसिनमा पिन्नुपर्छ। अब चाहिँ समय अलिकति पानी राख्दैछु। त्यसपछि चाहिँ घुइँ पिस्नुपर्छ। अब हेर्नुहोस् है, अब चाहिँ यहाँ रेडी भयो, मिक्सीमा लगाइसकेँ। अब म यसको कभर लाउँछु। अब चाहिँ घाइ पार्नुपर्छ, खोर्सानी देखेर नतर्सिनु होला है तपाईँहरू, 13वटा भनेर, किनभने बदामले चाहिँ काट्छ नि त, पिरो काट्छ, त्यसले गर्दा बदाम हालेकोले गर्दा मैले बेसी खोर्सानी हालेको। डल्ले खोर्सानी 11वटा, दुईवटा चाहिँ अर्को खोर्सानी हालेको। अब मिक्सीमा पिस्छु। भइहाल्यो अचार रेडी। वाउ, अचार रेडी भयो। अब चाहिँ म मोमो प्याक गर्दैछु साथीहरू हो। मम्मीले बेल्दै दिनुहुँदैछ अनि म चाहिँ यहाँ प्याक गर्दैछु। मोमोलाई चाहिँ यसरी बिचको पार्टलाई चाहिँ भित्र लगेर अनि साडी पट्टाको जस्तो गरेर एकपट्टिबाट साडी पट्टाउँदै आएर अर्कोपट्टि ट्याप गर्दै यसरी बनाउनुपर्छ। मैले फुल यसरी बिस्तारै बनाएको भिडियो चाहिँ तपाईँहरूको सामने युट्युबमा अलरेडी पोस्ट गरिसकेको छु है, तपाईँले हेर्नु नभुल्नु होला है। यो मोमो पनि रेडी भयो है, इजी तरिका छ मोमो बनाउनु चाहिँ है। ल साथीहरू, यहाँ चाहिँ अब मम्मीको केक काट्नु आँटेको हो। केक कटिङ लागि रेडी छ हो। अनि अब चाहिँ हामी केक काट्नु आँटेको, मोमोहरू बनाइसकेर अब चाहिँ हामी केक काट्नुपट्टि लाग्यौँ है। अनि मम्मी मसँगै एकैचोटि एउटा केक काटेको है। नानीहरू सबैजना परिवारै बसेर काट्दैछु है। हाम्रो बाबा हुनुहुन्छ, अनि सानो माया भदै ठुलो छोरा हो, सबैजना बसेर केक काट्दैछु है। नानीहरू चाहिँ एकदमै खुसी हुन्छ, नानीहरूकै लागि भए पनि हामीले चाहिँ केक कटिङ गरेको हो।
अनि मदर्स डेको स्पेसलमा चाहिँ अब केक नानीहरूलाई खाने बहाना पनि हुन्छ भनेर चाहिँ केक लिएर आएको है। ह्याप्पी मदर्स डे सबैजनालाई। अब यो चाहिँ हिजोको भिडियो हो, त्यही भएर मैले चाहिँ तर आज पोस्ट गर्दैछु है, लेट भयो पोस्ट गर्नुमा चाहिँ। हामीले चाहिँ चाख्दा सबैलाई खुवाउँदा केक चाहिँ आधी मात्र रह्यो। सानो मायाले चाहिँ प्लेट बोकेर आएछ फुल खानको लागि। केकको फुल चाहिँ सधैँ सानो मायाले माग्छ, त्यही भएर। अब चाहिँ यहाँ मोमो रेडी छ साथीहरू। यो चाहिँ फेरि तताएको, अघि चिसो भएर पनि हो। अनि यहाँ सुप छ, मम्मीले बनाउनु भएको टेस्टी सुप हो। सुप छ हो, सुपमा हाल्ने धनियाँ, प्याज, काँक्रा, गाजर यसले चाहिँ अघि खाइसक्यो। मेरो सानो माया चाहिँ ढिलो खाइरहेको छ हो, घर बनाउँदै खाएको अरे घरमा। बाबाले चाहिँ खाना खाइसक्नु भयो बाबा है। मोमो कस्तो भयो? दामी, टेस्टी भएछ? टेस्टी एकदम दामी। केक पनि मिठो थियो है? दामी, मिठो, मजा आयो है? मजा आयो। बाबा चाहिँ फिट हुनुभएको छ आजकल चाहिँ हाम्रो बाबा चाहिँ। आज त खाना बनाउनु खोज्दै थियो है बाबा? कटहरको सब्जी म बनाउँछु भन्दै थिएँ, मैले बनाएँ भरे चाहिँ हो। बाबाहरूले खाइसक्नु भयो, अब म र मम्मी खाने। ल ढल्किन, बाबा ढल्किन्छ अब। ल अब चाहिँ हामी खाने हो। यहाँ मोमो आमा छोरी एकैजना खानु भनेको। यहाँ मम्मी हुनुहुन्छ हो। कस्तो भएछ मोमो मम्मी? खाएको छैन। अब यहाँ अचार छ हो, यहाँ सुप छ, यहाँ सानो माया छ हो। के गर्नु? अब चाहिँ हामी मोमो खानु आँटेको साथीहरू हो। आज चाहिँ मदर्स डेमा हामीले मोमो पनि बनाएको थियौँ है। मम्मीको केक कटिङ गरिसक्यौँ है। बाबाहरूले नानीहरूले सबैले खाइसक्नु भयो। बाबा चाहिँ अलिक बिमारी हुनुहुन्छ नि त, त्यही भएर बाबा नानीहरूलाई चाहिँ पहिला दिइसक्यो। अनि अहिले चाहिँ मम्मी र म खाँदैछु। मेरो सानो माया सानो नानी चाहिँ हामीसँग दाजुहरूसँग खानु बसेको, हामीसँग पनि खाइसकेको छैन है, ढिलो खान्छ नानी भएर। अनि सुप चाहिँ एकदम मिठो बनाउनु भएको छ मम्मीले। म चाहिँ सुप चाख्दै थिएँ, हाम्रो मम्मीले चाहिँ एकदम मिठो सुप बनाउनुहुन्छ है। आजको लागि म यो भिडियो यतिमा एन्डिङ गर्न चाहन्छु साथी। यस्तै भिडियो म तपाईँहरू सामने फेरि ल्याउने छु है। मैले चाहिँ फेसबुकमा बेसी काम गर्थेँ, त्यही भएर चाहिँ मैले युट्युबमा बेसी ध्यान दिएको थिइनँ। अब चाहिँ म युट्युबमा पनि अब म ध्यान दिनेछु। हजुरहरूलाई मन पऱ्यो भने सब्सक्राइब गरिराख्नुहोस् होला यस्तो भिडियो हेर्नु।